दर्शक वृन्द, आज हामीसँग हुनुहुन्छ पद्मराया माविको एक कानुन संकायका विद्यार्थी सुरज प्रसाद सरलाई, जो पछिल्लो समयमा स्कुलमा एकदमै एक्टिभ भएर युवाहरूमा एउटा यस्तो लोकप्रियता कमाउन खोजिरहनु भएको छ र युवाहरूलाई नयाँ सन्देश पनि दिइरहनु भएको छ र पछ्यामा एक्टिभ पनि भइरहनु भएको छ। मलाई एकदमै गर्व लाग्छ आज जस्तो युवा हामी विद्यार्थीहरूले पाएका छौँ र आज चाहिँ हामी उहाँसँग विशेष कुराकानी गर्ने हो भने आज नेपालमा पछिल्लो समयमा कानुन कस्तो छ यो विषयमा चाहिँ अलिकति यसको व्याख्या गरिदिनु। कानुन पढ्दाखेरि एकदम राम्रो छ, व्यवहारमा के हो भन्दाखेरि व्यवहारमा एकदम राजनीतिक अवस्था चाहिँ। अनि अर्को कुरा के छ भने जनताले सही समयमा न्याय पाएन। जस्तै एउटा के भयो भने बलात्कारको केस आयो, 19 वर्षको उमेरमा उसलाई मुद्दा चलायो र मुद्दा चलेको 2 महिनापछि, मुद्दा चलेको 1 हप्तापछि उसलाई जिल्ला अदालतले कारागार हाल्नुपर्ने भयो। कारागार हाले ठिक छ, कारागार हाल्ने दोषी प्रमाणित भएको छैन, अझ मुद्दा चल्दैछ। अन्तिमसम्म यो 80 वर्ष पुगेको बेलासम्म मुद्दा चल्दै थियो। त्यति बेलासम्म दोषी प्रमाणित भएकै छैन, बलात्कार गरेको प्रमाणित भएको छ। तर के भइदियो भन्दाखेरि उसलाई सर्वोच्च अदालतले के भन्यो, सफाइ दियो। उसले केही पनि गरेको छैन, उसले बलात्कार गरेकै छैन, छोएको पनि रहेछ। के त्यति बेलासम्म उसलाई कारागारमा हाल्यो, उसले के न्याय पायो कि न्यायको नाममा उसलाई फसाइयो होइन। यो भनिरहँदाखेरि केही प्रमाणहरू त थियो होला जहाँ चाहिँ अदालतले अब मुद्दा चलाइरहेको थियो होला, प्रमाणहरू त चाहिएको थियो होला होइन। तर त्यसमा पनि केही कमी कमजोरी थियो होला। तर मुद्दा प्रक्रियामा चाहिँ कस्तो तपाईँले भन्न खोजेको त्यहाँ चाहिँ कुनै न्यायिक स्वतन्त्रता भएको कि होइन, अनि न्यायाधीशहरूको या वकिलहरूको चाहिँ बहस गर्ने तरिका भएको कि प्रमाणहरू कमी भएको कि के हो खासमा चाहिँ? अब प्रमाणको तपाईँ कुरा गर्नुहुन्छ भनेपछि प्रमाण जहिले पनि वादी पक्षले दिने हो। वादी पक्षले पर्याप्त प्रमाण दिन सकेको थिएन, कुनै पनि प्रमाण हुँदाखेरि पर्याप्त प्रमाण हुन्थ्यो भने उसलाई अन्तिममा दोषी ठहर गरिन्थ्यो, अन्तिममा उसले सबै पायो। होइन, तपाईँले भनिरहँदाखेरि प्रमाण त वादी पक्षले दिन्छ भन्नुभयो, प्रतिवादीले पनि त अब त्यसको विरुद्धमा बोलेको होला, अब त्यो न्यायको आवाज उठाएको होला या नै मलाई भएको छ उसले न्याय महिला पक्षले पनि आवाज उठाएको होला, उसँग केही पर्याप्त प्रमाणहरू थियो होला जहाँ चाहिँ कारागारमा हाल्नुपर्ने अवस्था आएको थियो होला नि। त अब तपाईँले कसरी भन्न सक्नुभयो त्यस्तै? पर्याप्त प्रमाण भएको भए उसले अन्तिममा सफाइ चाहिँ कसरी पायो भन्ने मेरो कुरा हो। अब कस्तो हुन्छ भन्दाखेरि अहिले पछिल्लो समयमा न्यायिक स्वतन्त्रता नभएको कारणले गर्दा अहिले पछिल्लो नेपालमा पनि त्यस्तै घटनाहरू भएको छ। अर्थमन्त्री कृष्ण पौडेललाई पनि राजनीतिक पावर भएकै कारणले अहिले त्यो निकालिएको अवस्था छ। पर्याप्त प्रमाणहरू त थिए, ती प्रमाणहरू भए पनि एउटा पावर र शक्तिको कारणले गर्दा मान्छेहरू छुटिरहेको अवस्था छ। त्यस्तै त कहीँ कतै त्यो त भएन, उसलाई पनि अब तत्कालीन अवस्थामा छुट्नुपर्ने अवस्था आयो या प्रमाणहरू भए तापनि पावरको आडमा चाहिँ छुटेको अवस्था हुनसक्छ नि। त अब त्यसलाई कसरी हुन्छ? तपाईँ एउटा पत्रकार भनेको तेस्रो अङ्क त्यो तपाईँले बिना तथ्य र प्रमाणको आधारमा राजनीतिक हस्तक्षेप गरेर विष्णु पौडेललाई कारागारबाट निकाल्यो भन्नुहुन्छ। तपाईँले त के आधारमा हुन्छ यो प्रमाण? तपाईँले भन्न खोजेको प्रमाणहरू पर्याप्त नभएको कारणले गर्दा छुटेको भन्नुभयो होइन? त्यो यस्तो हो। अब कस्तो हुन्छ भन्दाखेरि हिजोको दिनमा पदमा बसिरहेको मान्छे विभिन्न काण्डमा फसिरहेको छ होइन। आफ्नो नजिकको मान्छेहरूलाई न्यायाधीशमा नियुक्त गरेको छ काङ्ग्रेस एमाले हिजोको दिनमा हुँदै आएको छ। अहिले पनि त राष्ट्रपतिले प्रधान न्यायाधीश जुन एउटा चाहिँ न्यायिक ढङ्गबाट नगरेर एउटा चाहिँ कुनै पनि पार्टीमा आबद्ध नभएको एउटा व्यक्तिलाई देशको प्रधान न्यायाधीश बनाउनु भयो। यो अहिलेको सत्ता पक्षले अर्को सरकार पक्षले गर्यो होइन। तर हिजोको दिनमा काङ्ग्रेस एमाले नेतृत्व समाजले गर्दाखेरि न्यायाधीशहरूको जुन एउटा नियुक्ति गर्ने ठाउँमा चाहिँ एउटा पावर जुन चल्यो, आफ्नो नाता आफ्नो नजिकको मान्छेलाई जुन नियुक्ति गरियो त्यसबाट पनि त प्रमाणित हुन्छ कि पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चाहिँ पर्याप्त प्रमाण भए तापनि त्यहाँ चाहिँ न्यायिक स्वतन्त्रता भएन। त्यो न्यायिक स्वतन्त्रता नभएको कारणले गर्दा अहिले पेसीमा छुट्नु भएको छ उहाँ होइन। अनि यसलाई चाहिँ तपाईँले कसरी सम्झिनु भयो कि उहाँसँग प्रमाण जिन्सी आन्दोलन भयो, त्यत्रो उसको घरमा अर्थमन्त्रीको घरमा पैसा चलेको जिन्सी आन्दोलनमा होइन। अनि तपाईँले भन्नुहुन्छ कहाँबाट आयो त्यो स्रोत पैसा, जल्नुपर्ने अवस्था कसरी आयो? सिर्जना त तपाईँ भन्न सक्नुहुन्छ होला नि। पैसा घरमा पैसा
पैसा हुन्छ ठुलो कुरा एउटा सामान्य नेताको घरमा पैसा कहाँबाट आउँछ एउटा हाम्रो नेताहरूलाई माया मानेर व्यवसायीहरूले चाहिँ उसको कार्यकर्ताहरूले सर यता सुन्नु नेतासँग जसुलो पैसा तपाईँले के भन्नुभयो भन्दाखेरि नेताहरूलाई माया मानेर सम्झेर कोही कसैलाई पनि पैसा फ्रीमा दिँदैन सर पैसा त्यति भ्यालु सक्यो अनि कसरी अनि भन्नुहुन्छ अनि पैसा फ्रीमा कोही दिन सक्छ यार अहिलेको समयमा अहिलेको यो समयमा कोही एक पैसा पनि मान्छे दिँदैन अनि तपाईँ भन्नुहुन्छ अरे त्यत्रो पैसा जलेको छ त्यो पैसा सबै मान्छे व्यवसायहरूले दिएको हो त कसरी सम्झिनुहुन्छ तपाईँलाई एउटा कुरा थाहा छ नेपालमा बाढी गरी जाँदाखेरि त्यसमा बस्ने व्यक्तिहरूले पैसा किन सहयोग गर्छ होइन यस्तो यो कस्तो हुन्छ भन्दाखेरि फाउन्डेसन भन्ने हुन्छ क्या फाउन्डेसनमा व्यक्तिगत हिसाबले व्यक्तिगत हिसाबले त्यो त एउटा व्यक्तिलाई दिएको छ होइन व्यक्तिलाई व्यक्तिले फाउन्डेसनलाई सहयोग गरेको फाउन्डेसन चाहिँ ल्याएर जान्छ अनि तपाईँले भन्नुहुँदै तर यो विषयमा भन्दा पनि तपाईँले भन्नुभयो अर्थमन्त्री पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विभिन्न व्यक्ति पेसा व्यवसायमा लागेका व्यक्तिहरूले चाहिँ फाउन्डेसन सहयोग गरेको भनेर जो भन्नुभयो एउटा अर्थमन्त्री भइसकेको मान्छेलाई पैसा त्यतिसम्मको हेल्प गर्नु कि आवश्यक थियो मन्त्रीसँग पैसा कहाँबाट आउँछ उसलाई पैसा जस्तै तपाईँलाई कुनै मान्छे एकदम मन पर्यो तपाईँलाई लाग्छ त्यो मान्छेले देश बदल्छ तर त्यो मान्छे एउटा झुकुरीमा बस्छ र गरिब छ उसँग चुनाव लड्न मनोनयन दर्ता गर्नको लागि पनि पर्याप्त पैसा छैन त्यसपछि तपाईँले के उसलाई पैसा दिएर सहयोग गर्नुहुन्छ कि चुप लगाएर बस्नुहुन्छ होइन सर उनीहरूले काम नलाग्ने नालायकहरूलाई चुनाव लड्न दिनुहुन्छ त्यत्रो नेतृत्व सम्हाल्दै गरेको व्यक्ति मन्त्रीको तलब कति हुन्छ मन्त्रीको तलब कति हुन्छ रोक्नुहोस् धेरै भयो 70,000 होला मन्त्रीको तलब 70,000 मात्र हुन्छ कसरी तपाईँले भन्नु होला होइन बजेट यो सबै मिलेर यो हाम्रो यो सेवा सुविधादेखि लिएर जम्मै 1 लाखभन्दा बढी हुन्छ सर होइन माने होइन हो अनि एउटा सर्वसाधारण जनता खाडीको मुलुकमा गएर बेल्चा मार्ने त्यो जनताले देशको मन्त्रीलाई कसरी पैसा दिन सक्छ यो त प्रश्न आउँछ नि यार सर मजाक होइन पैसा खाडीमा बस्नेले दियो भन्ने अमेरिकामा बस्ने मान्छेले पनि दिएको हुन्छ होइन अमेरिकामा बस्ने नेपाली हो नि त नेपालीले पनि त काम गर्नु गरेर नै त्यो पैसा कमाउने व्यक्तिले देशको मन्त्रीलाई कसरी पैसा दिन सक्छ मन्त्रीलाई दिने तपाईँले अघि भन्नुभयो मन्त्रीलाई दिनुभयो व्यक्तिगत रूपमा मन्त्रीलाई दिनुभएको भनेर तपाईँले भन्नुभयो व्यक्तिगत रूपमा उसले विष्णु पौडेल व्यक्तिले दिएको किन दिएको भन्दाखेरि विष्णु पौडेल एउटा क्यापेबल मान्छे उसले यो बदल्छ उसलाई चुनाव लड्नको लागि हामीले पैसा दिनुपर्छ यदि उसले चुनाव हार्यो भने नेपालको अर्थतन्त्र सुनिन्छ तपाईँ यता सुन्नुहोस् एउटा देशको मन्त्री भइसकेको मान्छेलाई फेरि मन्त्री भइसकेपछि कोही सहयोग गर्छ यार मजाक हो अहिले देशको अर्थमन्त्री सोनिमर्लेलाई कोही विदेशी नेपालीले सर हामी सहयोग गर्छौँ भनेर भन्दाखेरि कसैले हेल्प गर्छ यार मजाक हो तपाईँ म तपाईँले जानु चाहन्छु यदि तपाईँ विदेशको खाडी मुलुकमा गएर तपाईँ बेल्चा मार्नुहुन्छ भाडा माझेर काम गरिरहनु भएको छ दुःख गरिरहनु भएको छ भने तपाईँ आफ्नो भविष्य आफ्नो परिवार सम्हाल्नु लागि देश सम्हाल्नु यदि मलाई लाग्यो यो मान्छे बदल्छ म आफ्नो घरमा नबोलाएर म त्यो मान्छेलाई चुनाव लड्नको लागि चुनाव दोस्त म हजुरलाई के भन्छु भने सर म तपाईँको दोस्त होइन म सर म हजुरलाई भन्न चाहन्छु यो विषयलाई अब छोड्नु है अनि अब चाहिँ तपाईँले कसरी सम्झिनुहुन्छ यो कानुनको परिभाषा यति ठुलो छ अब हामी सामान्य रूपमा बुझ्यौँ भने कानुन भनेको नियम हो बुझ्छौँ तर वास्तवमा कानुन किन आवश्यक छ कानुन जरुरत छ जनताले आज त्यो बारेमा चाहिँ सोध्न खोजिरहेका छन् तपाईँले हाम्रो विष्णु पौडेलको कुरा तपाईँलाई थाहा छ रविलाल छैन व्यक्ति हजुर त्यो मान्छेले सहकारी ठग्यो 3 जना सहकारी पैसा अपचलन गरे त्यसपछि 4,000 हुँदा चल्यो हजुर त्यसको प्रमाणहरू थिए दिएकै हुन् यही आधारमा उसले कार्यक्रम राखेको थियो तर जेनजी आन्दोलनपछि भनेको असंवैधानिक प्रधानमन्त्री उसलाई कार्यक्रममा उसलाई मुक्त गर्यो ऊ असंवैधानिक तरिकाले जनताको पावरमा दम पहिला पनि उसले देखाउनु पर्छ अदालतलाई पटक नै सर हजुरले भन्नुभयो जनताहरूले आजको दिनमा यो संविधानले दिएको चिज भनेको सार्वभौम सत्ता जनतामा निहित छ आज जनताले भनिरहेका छन् रवि लामिछाने ल्याउँछौँ भनिरहेका छन् भने नेताहरूले जे पनि भन्छन् अब मैले बाटामा हिँड्दै गरेको मान्छे मसँग 1000 मैले त्यो त्यस्तो भनेको होइन आजको दिनमा जुन दिन जेन्जी आन्दोलन 24 गते
गतिको आन्दोलन भइसकेपछि नक्कु कारागारबाट रवि लामिछाने छुट्टो भयो हो। अनि छुट्दै गर्दा होइन आगेको सुन्नुहोस्, गैर कानुनी तरिकाले भाग्यो। गैर कानुनी ढङ्गबाट भागेको छैन, त्यसमा पर्याप्त प्रमाणहरू उसले बुझाएको छ। सर धम्की होइन, जुन दिन जेन्जी आन्दोलन भयो, जेन्जी आन्दोलन भइसकेपछि पछिल्लो दिन रवि लामिछाने नक्कु कारागारबाट छुट्दै गर्दा उसलाई पनि पर्याप्त त्यहाँको प्रशासनले चाहिँ निवेदन मार्फत उसलाई छुट्याएको हो। त्यो पनि हाम्रो हाजिरी जमानीमा हो। हाजिरी यता सुन्नुहोस्, हाजिरी जमानीमा भएको छ। अनि तपाईँ भन्नुहुन्छ प्रमाण छ सर, अनि त्यो प्रमाण बिना तपाईँ कसरी बोल्नुहुन्छ? उसलाई छुट्याउनुको कारण के हो? घन्टीका समर्थकहरू गएर कारागार घेरे होइन, अगाडि बाहिरबाट गेट खोल्न लागेपछि त्यसलाई सर भाद्र 23 र 24 गतिको आन्दोलन जो भएको थियो नि, मलाई त्यो आन्दोलन चाहिँ नेता मन्त्री पार्टी समर्थकहरूको थियो, जेन्जीहरूको थियो कि हामी युवा जेन्जीहरू घन्टीका कार्यकर्ता नक्कु कारागार पुगेको छ। सुन्नु लालु भयो त्यो मान्छेको सुना त्यो पनि पुगेको थियो। त्यो अहिले सांसद चौरा छ। सुन्नुहोस् यता, अब त्यो दिन जेन्जीहरूको माग थियो देशको प्रधानमन्त्री, अब अन्तरिम सरकारमा चाहिँ देशको प्रधानमन्त्री रवि लामिछानेलाई बनाउनु पर्छ भन्ने जेन्जीको माग थियो। एउटा कारागारमा बसिरहेको अपराधीलाई प्रधानमन्त्री बनाउनुहुन्छ बिना कसुर, बिना प्रमाण लिएर मान्छेलाई त्यसरी बिना अपराधको मुद्दा लगाउन मिल्छ? सङ्गठित अपराध सहकारी ठाउँ सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउन मिल्छ? जबकि 10 वर्ष अमेरिकामा बसेर दुःख परिश्रम त्याग गरेर एउटा चाहिँ आफ्नो परिवार बनाउँछु भनेर विदेश हिँडेको मान्छे 10 वर्षपछि नेपाल फर्किन्छ, आफ्नै देशमा काम गर्छ, अनि तपाईँ त्यसलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउनुहुन्छ? हिजोको दिनमा चप्पल पड्काउँदै राजनीतिमा प्रवेश गरेका नेताहरूको आज सम्पत्ति कहाँ छ, त्यसको सम्पत्ति शुद्धिकरण छानबिन गर्न मिल्दैन? अनि तपाईँ भन्नुहुन्छ दुःख परिश्रम गरेको मान्छेको सम्पत्ति शुद्धिकरण गरेर आखिर राजनीति तपाईँले पुरोगामी कार्यकर्ताहरूलाई चप्पल पड्काउँदै आएको हुन्छ। तपाईँको यो रवि लामिछाने जुत्ता पड्काउँदै आएको, त्यो पनि चप्पल पड्काउँदै आएको। सर म भन्छु हजुरलाई है, रवि लामिछाने यस्तो मान्छे हो जो इतिहासले बुझ्नेछ। एकैछिन जब उसले पत्रकारिताको काम गरिरहँदाखेरि उसले नेपालमा होइन अब विदेशमा रहेर पनि म पत्रकारिता गर्छु भनेर विदेशमा पनि उसले त्यहाँबाट इन्कमहरू स्रोतहरू कमाएकै हो, पैसा पनि कमाएकै हो, सेवा सुविधा मान्छेलाई समाज सेवा पनि उसले गरेकै हो। रवि लामिछाने छुटिसकेपछि त्यहाँबाट 10 वर्ष लगभग 10 वर्षपछि नेपालमा फर्किँदै गर्दा उसले चाहिँ के सम्झ्यो भन्दाखेरि म पत्रकारमा काम गर्नुपर्छ, जनताको सेवा गर्नुपर्छ भनेर उहाँले सोच्नुभयो। अनि सोचिसकेपछि राजनीतिमा अब काम गर्नुको केमा हाम्रो पत्रकारितामा काम गर्नुभयो, त्यहाँ गरिसकेपछि राजनीतिमा आउनुभयो। आइसकेपछि के त्यो उहाँ चप्पल पड्काएरै आउनुभयो। त आफ्नो लाइफ सेटल गरिसकेर आफ्नो सबै भविष्य बनाइसकेपछि आफ्नो राजनीतिमा प्रवेश गर्नुभएको। अनि हिजोको दिनमा प्रचण्ड केपी शेर्पा यिनीहरूको हालत कस्तो थियो? हाम्रो औकातभन्दा पनि यिनीहरूको तल्लो औकातमा यिनीहरूको अवस्था थियो। त्यो अवस्थाबाट आज यिनीहरूको अवस्था कहाँ पुग्यो र हाम्रो अवस्था कहाँ छ? हामी चाहिँ गाउँ समाजमा पनि आज बस्न अब आज भोलि त्यसमा पनि हामीले दुःख गर्नुपर्ने अवस्था आउँछ क्या। भोलिको लागि पनि आज हामीले सोच्नुपर्ने अवस्था आउँछ भने उनीहरूले कमाएको सम्पत्ति हजारौँ पुस्ताहरूको लागि कमाएको सम्पत्ति आज चुकाएर राखेका छन् जनताको करबाट, रेमिट्यान्सबाट। अनि तपाईँ भन्नुहुन्छ अरे राजनीतिबाट त रवि लामिछाने चप्पल हेराएर अब भन्नुहोस् कसलाई तपाईँ सम्झिनुहुन्छ? म एउटा कुरो भन्छु, अहिले जुन राजनीति गर्दै स्थगित गरेको त्यसको सम्पत्ति चोरले हुन्छ भने 3 कट्ठाभन्दा बेलुका छैन। 3 कट्ठा सामान्य कुरा हो। 3 जस्तो कार्यकर्ताले के गरेको हुन्छ? अनि अरू कुरा किन अहिले राष्ट्र भण्डारमा छ त्यो कुनै मन्त्री भनेर नाम नै सुन्नुहोस् सर, म हजुरलाई भन्छु उहाँले राजनीतिमा प्रवेश गर्दै गर्दा राजनीतिमा आइसकेपछि कमाएको सम्पत्ति होइन नि होइन, उनीहरूले आफ्नो जीवन बनाएरै राजनीतिमा आएको। अनि तपाईँहरूले अनि सुनको पछि लागेर हुन्छ आफ्नो सम्पत्ति कमाएको छ, त्यो त अधिकार होइन, कन्स्टिट्युसनल ल होइन। अनि तपाईँ भन्नुहुन्छ अधिक सम्पत्ति कमाउनु भने एउटा हाम्रो धेरै मन्त्रीको विचार छ राजनीतिमा आउनुभन्दा अगाडि जस्तै पनि सम्पत्ति कमाउनु मिल्छ, राजनीतिमा आयो भन्छ। अब तपाईँ अभिव्यक्तिमा होइन कि तपाईँले यो इच्छा यो सुन्नुहोस्, तपाईँले अभिव्यक्तिमा भन्दा पनि तपाईँले चाहिँ उनीहरूले कमाएको कसरी हो, उनीहरूले ब्ल्याक मनी हो या उनीहरूले आफ्नै तपाईँको धेरै मन्त्रीको स्वीकार गरिसकेको छ। मैले राजनीतिमा आउनुभन्दा अगाडि अरू सम्पत्ति कमाएको कमाउनु मिल्छ, राजनीतिमा आएपछि
एक कुरा पनि भन्छ उहाँले भन्न खोज्नु भएको के हो भने यता सुन्नुहोस् उहाँले भन्न खोज्नु भएको के हो भने हामीले राजनीतिमा आउनुभन्दा अगाडि चाहिँ सम्पत्ति कमाएको तर सम्पत्ति कमाइसकेपछि राजनीतिमा आएको उहाँले भन्नुभएको जसरी पनि भन्नुभएको छ तपाईँ भन्न मिल्दैन सर कानुन छ कानुन सबको लागि बराबर छ नि सर अब तपाईँ धेरै हिसाबले भन्ने नेपालमा इन्डियाका 5वटा ब्याङ्क पैसा हाल्यो भने चुनाव हुँदैन हजुर पैसा खान्छ सुन्नुहोस् शेरबहादुर देउवाको घरमा पैसा चल्यो प्रमाण छ यो चलन गर्छ तपाईँ मान्नुहुन्छ पैसा चलेको मैले देखाएको छु यहाँ हामीसँग पर्याप्त प्रमाण छ के गर्नु प्रमाण छ भिडियो मार्फत तपाईँ हामीले के आयो पत्रकारले प्रत्यक्ष गरेर रिपोर्टिङ गरेको छ सिधा कुरा जनतासँगको कार्यक्रम सञ्चालनले यही गरेर रिपोर्टिङ गर्नुभएको छ अनि भनेपछि सुन्नुहोस् तपाईँले चुनाव पैसा भनेपछि चुनाव जित्छ भन्नु पनि होइन सुन्नुहोस् यहाँ सबैभन्दा ठुलो कुरा भनेको जनताको मत जनताको मत जनताले परिवर्तन चाहे 35 वर्षसम्म के गरे ती नेताहरूले तपाईँ मलाई प्रमाण देखाइदिनुहोस् अहिलेसम्म दिनमा हेर्नुहोस् राजा महेन्द्रको पालामा राजा महेन्द्रले सबै चिज गर्नुभयो आज तपाईँ जुन रोडमा हिँड्नुहुन्छ नि महेन्द्र आइपुग्यो राजाले बनाएको महेन्द्र आइपुग्यो तपाईँ भोलि तपाईँको भविष्य यदि विदेश हो भने तपाईँ त्यही विदेशबाट भोलि तपाईँ एयरपोर्ट विमानस्थल त्रिभुवन विमानस्थलबाट तपाईँ जानुहुन्छ अनि तपाईँ भन्नुहुन्छ तपाईँको यदि तपाईँ यही देशमा केही काम गर्छ भनेर यदि सोच्नुहुन्छ भने त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय छ राजाको पालामा भएको विकासहरू देख्नुभयो तर नेता गणतन्त्र आइसकेपछि तपाईँले के देख्नुभयो सर कसरी विरोध गर्नुहुन्छ त्यो भन्न सक्नुहुन्छ जनताको पैसाले बनाउनु भएको होइन हाम्रो सुन्नुहोस् कसको पालामा पर्यो पालामा यता सुन्नुहोस् राजभद्रभन्दा धेरै गणतन्त्र आइसकेपछि बनेको छ के भन्नु कुनै तपाईँ एउटा यस्तो रोड देखाइदिनुहोस् गणतन्त्र आइसकेपछि त्यस्तो कुन मार्ग भन्नु म धेरै कुरा गर्छु मैले मार्ग हाँस्नु पर्दैन त्यो भनेको यदि यो सरी यो भन्छु तपाईँले म तपाईँलाई भन्छु है सुरुङ मार्गको एरिया कति छ 4 किलोमिटर मात्रको तपाईँले परिमाण देख्नुभयो पूर्वदेखि पश्चिमसम्मको हाइवे तपाईँ महेन्द्र हाइवे चाहिँ तपाईँले देख्नु भएन होइन सुन्नुहोस् कसको पालामा बन्यो कसको यदि राजा महेन्द्रले नै नबनाएको भए आज तपाईँ त्यो मार्गबाट हिँड्न सक्नुहुन्थ्यो अनि तपाईँ भन्नुहुन्छ ती 4 किलोमिटरको सुरुङ मार्ग त्यो पनि कयौँ वर्ष लागेको छ यसमा पनि कति भ्रष्टाचार छ यो गणतन्त्र आइसकेपछि भनेको केपी ओलीले धरारा बनाएको कसले भन्यो मैले हजुरलाई मार्ग सोधिरहेको छु रोडको बारेमा सोधिरहेको छु तपाईँ धराराको पट्टि ल ठिक छ हुलाकी राजमार्ग यो बन्ने प्रक्रियामा छ भन्ने छ यो भनिसक्नु सुन्नुहोस् 80% नेपालको सबैभन्दा ठुलो राजमार्ग महेन्द्र राजमार्ग मान्नुहुन्छ मान्नुहुन्छ त्यत्रो मार्ग हिजोको दिनमा त्यत्रो सेवा सुविधा सम्पन्न नहुँदा पनि राजमार्ग बनिसकेपछि जनताहरूले सेवा सुविधा पाउने बाटो खुल्यो होइन अनि आज चाहिँ अहिलेको यो वैज्ञानिक यो विज्ञानको समयमा आइपुग्दा पनि कम्तीमा राजा महेन्द्रले बनाएको त्यो राजमार्गभन्दा पनि अझै राम्रो बेस्टको कसरी बनाउने त्यो प्लानिङ सरकारको छैन होइन राजाले के गरेन भनेको तपाईँले भन्नुभयो सर तपाईँले भन्नुभयो राजा होइन राजाले बना होइन त्यो जनताको पैसाले गरेको राजाले बनाउँछ ठिक छ राजाको अहिलेको कानुन म तपाईँलाई भन्छु राजाले आफ्नो स्वयं खल्तीबाट हालेर राजमार्ग बनाउनु भएको भनेर मैले भनेको छैन तपाईँलाई है तपाईँले त्यस्तै कुरा गरिरहनु भएको छ है तपाईँले त्यस्तै कुरा गरिरहनु भएको छ त्यो भएर अहिलेको सत्तामा हुँदाखेरि पनि अहिले सत्तामा रहेका सरकारहरूले पनि आफ्नै खल्तीबाट हाल्नु भएको छ भनेको छैन है तपाईँ बुझ्नुहोस् है सर होइन आफ्नो खल्तीमा चाहिँ हालेको छ आफ्नो खल्तीबाट विकास निर्माणका कार्यहरूमा हालेका छैनन् खल्तीबाट निकालेका छैनन् जनताको पैसा आफ्नो खल्तीमा हालिरहेका छन् यही हो गणतन्त्र भएको अहिलेको पार्टी सरकारले यही गर्दैछ तपाईँले स्वीकारिसक्नुभयो तपाईँले यता सुन्नु तपाईँ यहाँ हामी कुरामा मैले बालेन सरकारको सपोर्ट गरेको कुराहरू मैले यहाँ गरेँ
म यहाँ कुरा के गरिरहेको छु भने राजाको कुरा गरिरहेको छु राजा महेन्द्रको कुरा आयो राजमार्गको कुरा आयो अनि तपाईँ भन्नुहुन्छ बालेनको कुरा कसरी आयो मान्छे बालनले राख्यो भने गणतन्त्रको कुरा गणतन्त्रका नेताहरूले गोजीमा हालिसक्यो भने मैले बालनले पनि हालेको भने सुन्नुहोस् मैले बालेनको कुरा यहाँ निकालेको छु निकालेको छु हजुर गोजीमा पैसा चाहिँ कसले हाल्यो ठ्याक्क व्यक्तिको नाम त अहिलेसम्म सत्तामा गणतन्त्र आइसक्यो सत्तामा बसेका जति पनि नेता छन् नि हो तिनीहरूको सबलाई भनेको बालेलाई मात्र तोकेर भनेको छ मैले त माने 100 दिनमा आउँदा आउँदै गोजीमा पैसा हाल्न भ्याइहाल्छ त्यो हेर्नुहोस् जनताले जिताएको व्यक्ति हो 2/3 लगभग जनताले विश्वास गरेर 2/3 भोट दिएका छन् त्यो भएर 5 वर्षसम्म सरकारले गर्न दिए 5 वर्षसम्म सरकारले के गर्छ कस्तो गर्छ जनताले 5 वर्षपछि गर्छ नि आज तपाईँले सरकार भनेको 100 दिन पुग्यो राम्रोसँग कुरा भएको छैन कि तपाईँ सरकारको विरोध गरेर हुन्छ 5 वर्षपछि गर्छ भने 5 वर्षपछि गर्ने 5 वर्षभित्र गर्ने 5 वर्षपछि भनेको छैन मैले सर 5 वर्षसम्म भनेको छु 5 वर्षसम्म सरकारले राम्रो काम गर्यो भने जनताले अब आउने चुनावमा जिताएर फेरि मत दिन्छन् होइन यदि राम्रो काम गरेन भने फेरि उही तल्लोको लेभल त हुन्छ अहिलेसम्मको हेर्दाखेरि के राम्रो काम गरेको लाग्छ नयाँ काम के भयो सरकारले शिक्षा र स्वास्थ्यमा कर 0% यो 3% हिजो हटाइयो तपाईँ मान्नुहोस् जनताको सुन्नुहोस् हटाइयो मन्त्री लागु कर प्रधानमन्त्री स्ट्यान्ड हाल्ने के हुन्छ सुन्नुहोस् विकास यसमा हटेको छैन सुन्नुहोस् विकास निर्माण हटेको मानिँदैन हटेको मानिँदैन है विकास निर्माणका कामहरू 1 महिनापछि हट्छ होला विकास निर्माणका कामहरू भइरहेका छन् कहाँ के भयो विकास निर्माणका कामहरू भइरहेका छन् हिजोको हेर्नुहोस् आधा देश जलाएर 25% बनाउनलाई विकास गर्नुहुन्छ तपाईँ सुन्नुहोस् सर 50% देश जलाएर 25% 5 वर्ष बनाउनलाई विकास हुन्छ तपाईँ देश चलाएर कसलाई भन्नुहुन्छ कसलाई भन्नुहुन्छ बालेन सरकारले चलायो बालेन सरकार त्यति बेला सरकार थियो देश चलाउने मान्छे अहिले बालेन सरकार कसरी भन्नुहुन्छ बालेन सरकार तपाईँसँग प्रमाण छ भने त अनि तपाईँ एउटा कानुनको विद्यार्थी मुद्दा हाल्नुहोस् न ए मैले मुद्दा हालेँ अनि म खाना खाएर घर बस्नु पर्ने मेरो अब त्यही काम छ म पढाइ लेखाइ नगरौँ बालेन सरकारलाई मुद्दा हालौँ अनि मलाई लटले भाँटाले हालेर मलाई जेल हाल्छ अनि तपाईँले अघि भन्नुभयो होइन सुन्नुहोस् तपाईँ कानुनको विद्यार्थी तपाईँले अघि भन्नुभयो भन्नु त किन डराएर तपाईँले अघि भन्नुभयो अदालतमा न्यायिक स्वतन्त्रता आउँछ अनि न्यायिक स्वतन्त्र भइसकेपछि सरकारमा रहेको मान्छेलाई पनि त कानुन लाग्छ होला नि त कि लाग्दैन लागेन किन लाग्दैन सर न्यायिक स्वतन्त्रता छैन हामीले तपाईँ एउटा कानुनको विद्यार्थीले न्यायिक स्वतन्त्रता छैन भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ लाग्ने भए लाग्छ हामीलाई तपाईँ सर प्रमाण त्यसै समय सुन्नुहोस् प्रमाण नपुगेको कारणले गर्दा रवि लामिछाने छुट्नु भयो सबै अदालतबाट सबै आउनुभयो अनि तपाईँले यत्तिकै एउटा नेपालको सबैभन्दा ठुलो पार्टीको सभापतिले त्यसरी तपाईँले दोष लगाउनु मिल्दैन जनताले जिताएर पठाएका छन् ठिक छ ल मैले माने एउटा कुरा योभन्दा अगाडि गृहमन्त्रीको लागि के भन्यो भने 2 दिन सरकार नडालेको भए 2 दिन सरकार नडालेको भए मैले जिबिराईलाई ल्याउँछु भने सरकार ढाल्यो भने अहिले सरकार कोसँग छ 100 दिन पुग्दासम्म जिबिराई कहाँ छ अनि एउटा त्यसकै संसदले भन्थ्यो जीवित छन् भने हामी ल्याउँला भन्न खोजे कि मारिसक्यो भन्न खोजे हो सुन्नुहोस् कुनै पनि व्यक्ति लुकेर बसेको छ भने खोज्ने अधिकार सरकारसँग छ म मान्छु खै त खोजेको तपाईँ यदि खै त रेड नोटिस जारी आज यत्रो ठुलो विशाल विश्वमा आज कतिवटा देश छ त्यो देशहरूमध्ये कहाँ लुकेर बसेको छ सरकारले कसरी खोज्न सक्छ मानौ तपाईँले सरकार ठगेको छैन भन्नु मैले सरकारी ठगेको छैन भनेको छैन म स्वतन्त्र पत्रकार हो प्रमाण पुगेन भन्नु प्रमाण पुगेन प्लेस हिजोको दिनमा सरकारसँग तिमीलाई एउटा मान्नु छैन सुन्नुहोस् म मिडियामा र जनतालाई भन्न चाहन्छु है जनताको मुद्दा भनेको मुख्य विषय हो जनताले आज रवि लामिछानेले ठगेको होइन भनेर चितवन क्षेत्र नम्बर 2 बाट उहाँले जितेको मान्छे होइन अनि तपाईँ भन्नुहुन्छ सरकारी ठगेको भनेर आज जनताले उसलाई भोट दिन्थ्यो होला नि त तपाईँ भन्नुहुन्छ जनताको विश्वास त्यति कम छ र भन्नुहुन्छ तपाईँ जनताले त विश्वास त्यो जनताले विश्वास गरेको भए आज केही शर्मा किन आज संसदमा तपाईँले हत्यारा भन्दै गरेको
म एउटा स्वतन्त्र मिडिया आउँछ म स्वतन्त्र मिडिया हत्याराका कुरा निकाल्नुहोस्। तपाईँले हत्यारा भन्नुभएको छ त्यो मैले मानेको छ। अर्को कुरा रवि छेत्री यो तिनवटामा चाहिँ हामी पैसा काट्ने छु है अनि के गर्यो भन्दाखेरि सरकारले पनि जति थिए तिनलाई हाम्रो पैसा दिने राष्ट्र निर्माणको विकास बनाउनु पर्ने ती तिनवटाले मात्रै एउटाले ठगेर खायो। तिनीहरूले पैसा खाने हामीले हाम्रो घरको पैसा सरकारले पैसा दिनुपर्ने। सुन्नुहोस् यता तिनवटा रवि लामिछाने अनि हाम्रो छवि रिजाल होइन उनीहरूलाई तत्कालीन समयमा पक्राउ गरिएको थियो, हिरासतमा लग्यो, अनुसन्धान गरियो। जिमी राईले अझै उनको ठेगान पनि छैन, कहाँ छ थाहा छैन होइन। छवि रिजाल र रवि लामिछानेको अनुसन्धान गरिरहँदाखेरि निर्दोष साबित भए अदालतले सफाइ दियो होइन। प्रमाण पुगेको भए त आज रवि लामिछाने जेलको हावा खाइरहनुहुन्थ्यो। हावा त खाँदै हो पहिला हावा त खानु भएको होइन, जेलको हावा खानु भएको होइन। अनुसन्धान गरिएको जेलमा बस्नु भएको होइन रवि लामिछाने। अनि जेलमा त्यो नगु कारागारमा चाहिँ को बजाएको नक्कु कारागार भनेको अनुसन्धानको लागि लगिएको थियो। त्यहाँ जेलमा त्यसरी जेल र कारागार भनेको फरक हो। कारागार र हिरासत भनेको फरक हो। तपाईँले हिरासत कारागार जेल भनेको एउटै सम्झिनु भएको छ, यो फरक हो है सर। तपाईँले कसरी लिनु भएको छ यसलाई? नगु कारागार भनेको चाहिँ के कारागार भनेको सर कारागार भनेको जेल भनेको फरक हो। जेल भनेको 24 घन्टा जो तत्कालीन समयमा तपाईँलाई जेल हालिन्छ नि, तत्कालीन समयमा पक्राउ खोजी बिना तपाईँलाई हालिन्छ नि, पक्राउ खोजी बिना प्रहरीले पक्राउ गर्छ त्यहाँ जेल लगिन्छ। कारागार भनेको कुनै अपराधी हत्या हिंसा फौजदारी मुद्दा देवानी मुद्दामा देवानी मुद्दा भन्छु फौजदारी मुद्दामा अभियोग लागेको व्यक्तिलाई कारागारमा हालिन्छ भनेपछि हिरासत भनेको अनुसन्धानको लागि लगिने एउटा ठाउँ हो सर। कारागार हजुर कारागारमा थियो नि त। अनि तपाईँले भर्खर भन्नुभयो कारागारमा त दोषीले हालिन्छ, जेलमा मात्रै हो अदालत लग्नुभन्दा अगाडि हाल्ने। लघु कारागार सुन्नुहोस् यता कारागार तत्कालीन समयमा लगियो अहिले लगिएको छैन होइन। अहिले त त्यो आफ्नै सरकार छ, जे पनि गरेकै छ, जे पनि गरेकै छ। सरकार सबैभन्दा पहिला कुरा तपाईँ एउटा लघु स्टुडेन्ट हो अनि सत्तामा भइसकेका नेता मन्त्रीहरूलाई कानुन लाग्दैन। तपाईँले अहिले भन्नुभयो सत्ता रवि लामिछानेको छ, सत्ता रवि लामिछानेको हातमा छ, उसलाई सबै कसरी भयो? यो प्रधान न्यायाधीश सुन्ने अधिकार सुन्नुहोस्, प्रधान न्यायाधीश हुनुभन्दा अगाडि उहाँ अहिले जो सुनिल शर्मा हुनुहुन्छ नि, उहाँ हुनुभन्दा अगाडि त हाम्रो अर्को व्यक्ति प्रधान न्यायाधीश होइन हुनुहुन्थ्यो त्यति बेला पनि त रवि लामिछानेलाई अस्ति भर्खर नै हाम्रो सुनिल शर्माको प्रधान न्यायाधीशमा नियुक्ति हुनुभएको थियो, धेरै महिना भएको छैन। अनि सरकार बनेको त धेरै दिन भइसक्यो। बाबु त रिटायर हुँदैछ, अब यति काम गर्ने स्वतन्त्र न्यायिक स्वतन्त्रता हुन्छ अदालतमा। तपाईँ एउटा लघु स्टुडेन्टले यस्तो भन्न मिल्दैन। यस्तै गरेपछि के गर्ने? गरेको होइन सर, न्यायिक स्वतन्त्रता छ। जबरजस्ती गराइएको अदालतमा राजनीतिक प्रभाव हुँदैन। तपाईँले भनिरहनु भएको छ अदालतमा राजनीतिक प्रभाव भइरहेछ हो। तपाईँले यो कुरा अहिले अघि भर्खर अदालतमा राजनीतिक प्रभाव हुन्छ। विष्णु परेको केसमा भयो राजनीतिक प्रभाव, रवि लामिछानेको केसमा भएन। सुन्नुहोस् अब कुरा बताउनु दिँदैन। जनताले भनिरहेका छन् यो मेरो आवाज हो, यो मेरो व्यक्तिगत आवाज होइन। व्यक्तिगत तपाईँमाथि आश्रयको आरोप लगाएको छ होइन। जनताले भनेको मुद्दा नै मेरो मुद्दा हो कि जनताले उठाएको मुद्दा नै मैले तपाईँलाई प्रश्न गर्ने हो कि जनताले भनिरहेका छन्। जनताले जे पनि भन्छ होइन, जनता भन्छु तपाईँले सार्वभौम सत्ता जनतामा निहित छ भनेर तपाईँले संविधानको पहिलो पानामा पढ्नु भएको होला। अब नेपालमा अनि जनताले जे पनि भन्न पाउँछ। धर्मनिरपेक्षताको अधिकार भन्छ। हिन्दूहरूले के भन्छ? मुस्लिमलाई त लहर्नुपर्छ, भागेको भन्दै काट्नुपर्छ। जनताले भनेमा तपाईँले मुस्लिमलाई काट्नुपर्छ भन्नुहुन्छ। सुन्नुहोस्, तपाईँले धर्मनिरपेक्षताको कुरा गरिरहनु भएको छ। यो धर्मनिरपेक्षताको कुराले कसरी लिनु भएको छ? धर्म सबै धर्म मान्न पाइन्छ। नै पाइन्छ। जनताले आज भनिरहेका छन्
यहाँ हिन्दू मुस्लिम सिख इसाई विभिन्न धर्म मान्ने मान्छेहरूमाथि आज आश्रय लगाइएको छ। आज हिजो अस्ति भर्खरै हाम्रो उता मध्य प्रदेशमा आज युवाहरूले गोली ठोकेको तपाईँहरूले देख्नु भएन। हिन्दूमाथि आज यस्तो त्यो भइरहेको छ अनि तपाईँ भन्नुहुन्छ अरे मुस्लिमलाई युवाहरूलाई मैले ठोक्या हो, तपाईँको सरकारले ठोक्या गोली। म एउटा मिडिया म मिडिया हो सर। मलाई तपाईँको सरकारले नभन्नुहोस्, जनताको सरकारले जनताको सरकारले जनताले सरकारले जनताको सरकार भन्नुभयो, जनतालाई गोली ठोक्ने आत्महत्या गर्नु भन्दा बाध्यता हुन्छ। सुन्नुहोस् सर, दिनमा 3 जनाले आत्महत्या, अस्ति गोली त्यहाँ गोली ठोक्नुको कारण के हो त्यो तपाईँले थाहा पाउनु भएको छ। तपाईँले धर्मनिरपेक्षताको कुरा गर्नुभयो। आज हिन्दू राष्ट्र नेपाल हिजोको दिनमा हिन्दू राष्ट्र नेपाल भन्दाखेरि त्यहाँ एउटा व्यक्तिको पनि धर्ममाथि तपाईँलाई मैले अनि तपाईँ भन्नुहुन्छ सुशासन, यही हो सुशासन। तपाईँलाई मैले किन तपाईँको सरकार भनेको भन्दाखेरि तपाईँले जिन्दिया आन्दोलन गलत गर्नुभयो। त्यहाँ पनि कारण होला, महिला सङ्घ जलाएपछि गोली ठोक्या हो। तपाईँसँग प्रमाण छ? के छ प्रमाण? साइडमा त्यो पालहरू जलाइसकेपछि भित्र छिर्ने गोली नजलाएको तपाईँको एउटा तपाईँले राष्ट्रलाई तपाईँको अभिव्यक्तिले प्रमाण होइन सर। प्रमाण छ भने भिडियो क्लिप छ भने देखाउनुहोस्। भिडियो क्लिपको डाउनलोड गरेर ल्याएको छैन। भिडियो क्लिप हेऱ्यो भने भेटिन्छ, बिबिसीको हेऱ्यो भने फेरि भेटिँदैन। बिबिसीले घन्टीलाई मात्रै फोटो गरेको छ। सुन्नुहोस् सर, बिबिसी न्युज भनेको नेपालको अधिराज्यमा भएका कुराहरू बारे छर्लङ्ग देखाउने हो कि त्यो एउटा व्यक्तिहरू त्यो एउटा तपाईँले बस्नुभयो छर्लङ्ग देखाउने हो भने बिबिसीले एउटा सुन्नुहोस्, सही न्युज मान्छ चाहिँ गलत न्युज मान्छ। जनताले आज भनिरहेका छन् होइन, अधिकांश मान्छे हिन्दू धर्म मान्छ, हाम्रो हिन्दू राष्ट्र नेपाल बन्नुपर्छ, अरू धर्म मान्ने मान्छेलाई पनि फेरि यो कुरा अब तपाईँले भन्नुभयो, अब चाहिँ गलत हो भन्नुभयो। ठिक छ, तपाईँको कुरा अब त्यो हाम्रो स्वतन्त्र, हामी तपाईँलाई प्रश्न गर्ने मान्छे हो, हामीले उत्तर दिने मान्छे होइन। पत्रकार मिडिया हो, हामी जनताको मुद्दा उठाउने मान्छे हो। तपाईँले हामीलाई पत्रकारिता सिकाउनु, तपाईँलाई पत्रकारिता सिकेको पत्रकारले पनि गए पत्रकारले प्रश्न जवाब सवाल गर्ने यो जनताले बुझ्ने कुरा हो। पत्रकारले त प्रश्न गर्ने हो तपाईँलाई, तपाईँका प्रश्न के हुन्, तपाईँका जवाब के हुन्, जनताले जान्न खोजिरहेका छन्। प्रश्न मात्रै म तपाईँसँग मात्र धेरै पत्रकारसँग इन्टरभ्यू दिन्छु। पत्रकारले कहिले पनि प्रश्न मात्रै गर्दैन, उत्तर पनि दिन्छ। पत्रकारले त्यो समयमा दिन्छ जब आफूलाई आवश्यक पर्छ सर। आवश्यक त अहिले छैन मलाई, आवश्यक त जनतालाई छ, आवश्यक त जनतालाई छ, मलाई छैन। जनताले भनिरहेका छ तपाईँको एउटा जुन अहिलेको जुन अब खै यो कुरा छोडौँ। हामीसँग सूरज प्रसाद सबाईले चाहिँ एउटा आज यस्तो राम्रो विषय गर्नुभयो जहाँ म एकदमै खुसी छु। उहाँले एकदमै राम्रो भन्नुभएको छ। उहाँले दरबार हत्याकाण्डको बारेमा अनि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको बारेमा न्यायिक स्वतन्त्रताको कुरा गर्नुभएको छ। विषय लगायत धेरै कुराकानी भएको छ। आज हामीलाई समय दिनुभएको छ। धन्यवाद। यसपछि पनि